हुँदो हाई गाइस हामी चाहिँ अहिले यहाँ सेलापास समेत गएका घुम्नुको लागि अनि देखो न गाइस हामी सेलापास गएका हामी बम्बिला गएका यो चाहिँ हाम्रो सेकेन्ड दिन है सेकेन्ड दिन चाहिँ हामी सेलापास गएका थियौँ घुम्न बुनुहरू पनि गएका छैनन् अनि छोरोको पनि बरफ हेर्ने साह्रै इच्छा यहीँदेखिबाट चाहिँ बमडिल्ला काका घर चाहिँ बरफ हेर्न जाऊँ न काका घर बरफ भनेको कहिले आउनुहुन्छ काका जहिले त्यस्तै भने अनि उसलाई विशेष गरेर उसकै लागि हामी त पहिले पनि गएको अनि उसका लागि नै बरफ हेर्न भनेर गयौँ हामी बाटामा कस्तो दामी भ्यू पर चाहिँ कस्तो राम्रो पहाडमा बरफ देखिरहेछ सायद हामी त्यहीँ पुग्छौँ होला अनि कस्तो राम्रो देखिएछ छोरो चाहिँ खुसी भएको छ अब उसको खुसीको ठेगाना छैन कि बरफ खेल्छ अरे बरफ खेलेर गएर दिदीहरूलाई फ्याँकिदिन्छ अरे बरफको लड्डु अरे भन्छ नुतो बनाउँछ अरे डल्ला अनि फ्याल्छ अरे दिदीलाई यस्तो उसको पहिलेबाटै प्लान नि त अनि गएका हामी घुम्नको लागि उसकै लागि भए पनि अनि रास्तामा के खाँदै अब बाटो बमडिल्लाबाट 2-3 घन्टा जानका लागि लाग्छ अनि हामी बाटामा जाँदा वाक्क जाडो पनि चिसो पनि हावा खिड्कीको ग्लास खोल्दा नि धेरै हावा आउँछ बन्द गर्दा नि गाइस हामी चाहिँ यहाँ फाइनली सेलापास आइसकेका छौँ यता हेर के यता भ्यू यता हेर मतिर पनि हेर्दै हामी चाहिँ सेलापास पुग्यौँ भन्दैछौँ अनि बरफ देखिन थाल्यो अब उनीहरू पुरा खुसी थियो अब हेर्नुको लागि छोरो चाहिँ दिँदाउन लाटेको त जाँदै तर बरफ देखेपछि के भएर उसको आँखा उगाऱ्यो भने निदै आएन अनि कस्तो मजा लाग्यो उसलाई देखेर बरफ चाहिँ खान्छु खेलाउँछु भनेर अनि रास्तामा हामी नाम्ने प्लान गऱ्यौँ अब नामेर अनि बरफ सरफ खेल्ने 1-2टा फोटो क्लिक गर्नु पर हेर्नु कस्तो दामी भ्यू छ पर पहाड सबै सेतै भएर उसले बरफले अनि बादल चाहिँ वराएरै रुखेर पुरा सेतै भएका छन् यति धेरै पनि होइन बरफ त अस्ति नै हामी आएको टाइममा चाहिँ बहुत त्यो बरफ बहुत अहिले चाहिँ अलिक कम्ती अस्ति चाहिँ थुप्रो थियो यसपालि तर अलिक छिटै आएको थियौँ अगाडिको पालि हामी जनवरी लास्टमा गएको थियौँ मैले जनवरी फर्स्टमै गएको छौँ त्यही लागि पनि होला अनि बरफमा पुग्यौँ उनीहरू बुनुहरू पनि उनीहरू पनि फर्स्ट टाइम बरफ उनीहरू पनि हेरिरहेका छन् यता भ्यू छोरो पनि हेरिरहेको चाहिँ बाटामा कति मान्छेहरू घुम्न गइरहेका कहाँ बाइकमा पनि यस्तो जाडोमा बाइकमा पनि मान्छेहरू गइरहेका छन् हौ थुप्रो अब तिनीहरू चाहिँ राइडरहरू होला नभए त यस्तो जाडोमा त बाइकमा त सोच्दै म त काँडा अम्रे भन्नु जस्तो नि त तिनीहरूलाई देख्दै कस्तो जाडो तर उनीहरू त्यसैमा खुसी लाग्छ नि उनीहरूलाई बाइकमा जान तर भिन्दै मजा आउँछ एउटा बाटामा टेन्ट बनाउँदै बस्दै जाँदै गएर भिन्दै मजा आउँछ त्यो पनि एउटा साथी भएर तर जाडोमा तर मजै भए पनि अनि हामी एउटा जग्गामा चाहिँ रोकेर फोटो खिच्दै भन्दै कहीँ बरफ छ कहीँ बरफ छैन यस्तो छ कि ठाउँमा कतै चाहिँ पुरा बरफ छ कतै चाहिँ फेरि खाली छ अनि कहीँ फेरि घाम लागिरहेको छ कहीँ भइरहेको छ मौसम चाहिँ एकैछिनमा चेन्ज भइरहने कि अनि एकछिनमा आउँछ एकछिनमा आउँछ अनि हामी नाम्यौँ फाइनली यहाँ दिदीलाई अघि उसले भनेको छ दिदीलाई छेपिदिन्छु भनेर अनि उसको प्लान उता जाला हेर है गयो त मसँग बोल्न नआउनु न छोरोलाई हेर्नु म भिडियो गरिदिन्छु राजा यता आएर है हातमा बोकाएर देखाऊ अनि त्यहाँ त्यति बरफ खेलिसकेर फोटोसोटो खिचेर अनि यता आउँदा फेरि बरफ छैन फेरि यो लेक चाहिँ बरफले पानी चाहिँ सबै बरफ भएको छ तर ऊ चाहिँ छैन अनि यहाँ अहिले हामी आउँदा घाम लागिरहेको छ त्यो पहाडहरू पुरा घामै घाम थियो अहिले फेरि त्यो पहाडमा पुरा बादलै बादल भइरहेछ पहिले आउँदा उगारो थियो फोटो राम्रो भइरहेको थियो अहिले अँध्यारो हुँदै आउँदैछ अब एकछिनमा यो सबै कोरो लाग्छ
अनि छोरो चाहिँ त्यो सबै त्यहाँ गएर उ गर्दै नि त त्यो आइसमा पानी आइस भएको बरफ भएको ठाउँमा ऊ पनि जान्छु भन्दैछ। तर हामी जान दिइरहेको छैनौँ किनभने त्यहाँनिर कति मान्छे मरेको भन्ने पनि सुनिरहेको छौँ। त्यसरी नै अब सबै एक्साइटेड हुन्छ नि त देखेपछि। अनि हेर्न गयो अनि त्यो फट्टै फुट्यो भने त तल परियो नि, तल त पानी नै त छ, माथि जामेको छ। अनि थुप्रो मान्छेहरू यहाँनिर हेर्नका लागि आएको। यहाँ यस्तो हावा आम्मामामामामा हावा त बहुत। अगाडि यता ल्याएको बेला त मुखै सुन्ने जस्तो भएको थियो, अझै धेरै सबै बरफ थियो। अनि त्यति त्यहाँ घुमिसकेर चाहिँ हामी यता जसवन्त घाटतिर गयौँ। यो चाहिँ जसवन्तको मेमोरियल ऊ भन्नु कि मन्दिर भन्नु कि के भन्नु अब यहाँ चीनसँग लडाइँ गरेको एक्लै, त्यसको लागि अब सधैँभरि ड्युटी गइरहेको छ। यहाँ ऊ मरेको छैन, मरेर पनि यति नै आज पनि।